नमस्ते है सबै सम्पूर्ण युट्युब च्यानलमा जोडिनु भएको साथीहरूलाई मेरो तर्फबाट नमस्ते। आज हामी चाहिँ पशुपतिनाथको दर्शन गर्न आइरहेका छौँ विशेष कामले भनौँ। अनि आज हामी तपाईँहरूलाई पशुपतिनाथको राम्रो मतलब पशुपतिनाथभित्रको केही ठाउँहरू देखाउन गइरहेका छौँ। लास्टसम्म हेरेर साथ दिनु होला र कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरेर बेल आइकन दबाइदिनु होला है साथीहरू। र म तपाईँहरूलाई ब्याक गर्नेछु। अनि तपाईँहरूले ब्याक गर्नको लागि मलाई सब्सक्राइब गरेर बेल आइकन दबाएर पहिलो भिडियोमा कमेन्ट छोड्न सक्नुहुन्छ ब्याक मी भनेर, त्यत्तिकै पनि कमेन्ट गर्न सक्नुहुन्छ। ब्याक मी भनेर गऱ्यो भने पनि हुन्छ। म तपाईँहरूलाई ब्याक र बेल आइकनका साथसाथ लाइक कमेन्ट र तपाईँहरूलाई सब्सक्राइब बेल आइकनका साथ गर्नेछु है। आज म र मेरो मित्र अनिल सर चाहिँ घुम्न जाँदैछु है पशुपतिनाथतिर। अनि भिडियो चाहिँ पुरा हेरिदिनु है साथीहरू। यो चाहिँ हामी सिरिसक्यौँ पशुपतिनाथतिर। अब एकछिनमा भित्र मन्दिरमा पुग्छौँ। त्यो पनि सम्पूर्ण सिनहरू तपाईँहरूलाई देखाउने नै छौँ है। मान्छेहरू आज त्यति धेरै त छैन, त्यही पनि रहेछ है अलिअलि चाहिँ। बिहिबारको दिन हो आज, 10 गते 2083 10 गते है। देख्न सक्नुहुन्छ परेवाहरू चारो खाँदै। ल है साथीहरू, यो चाहिँ लास जलाउने ठाउँमा पुगिसकेका छौँ हामी। उतापट्टितिर लासहरू जलाइरहेको, लासहरूको अन्तिम प्रक्रियाहरू गरिरहेको देख्न सक्नुहुन्छ। त्यो साथीहरूले के खोज्दै हुनुहुन्छ, त्यति के भिजाइराख्नु भएको छ है। अनि यताबाट मान्छेहरू हेरिरहेछ, कोही काम गरिरहेछ है। त्यो देख्न सक्नुहुन्छ। यहाँबाट विभिन्न प्रक्रियाहरू गरेर उताभित्र लगेर मेसिनबाट चलाउने गर्छन् है प्रायः। अहिले लासहरू त्यतिकै चाहिँ जलाउँदैनन् प्रायः। साथीहरू हेरिराख्नु भएको छ है यताबाट। अनि यहाँ पनि हेर्दै हुनुहुन्छ साथीहरूले। त्यहाँ एउटा चाहिँ प्रक्रिया भएर पुरा गरेर उता लिनु भन्दै हुनुहुन्छ उताबाट गुरुले। उता जलाउनलाई लग्न लागिरहन् है सायद। अब त्यहाँ अर्को लास चाहिँ आउँछ होला है प्रक्रियाको लागि। ऊ त्यहाँ राखेको छ एउटा ऊ त्यहाँ अर्को दुईवटा छ है फेरि दुईवटा। अनि ऊ त्यो माथिपट्टि देखिरहेको गेट चाहिँ अहिले साँझतिर खोल्छ है। यहाँ भजन कीर्तन भएपछि खोल्छ साँझतिर। प्रायः दिनमा पनि खोल्छ कहिलेकाहीँ, यसो भजन सजन भएको बेला बिहान साँझतिर खोल्छ। यसो अरू दिन चाहिँ खोल्दैन है यो गेट चाहिँ। अनि मेन मन्दिरै त्यो भित्र हो है, त्यसको उतापट्टि। अनि यो जलाइरहेछन् नि, बखालिरहेछन् अहिले, त्यो चाहिँ हो है जलिने। अनि यहाँ चाहिँ हामी चाहिँ यहाँबाट यता फर्किसकेका छौँ है। त्यहाँ हाम्रो सानो काम थियो, त्यो काम भएर आइसकेको छ। यो साथी कहाँ दौडेर जानु लाग्छ त। अनि साथीहरू हेर्न सक्नुहुन्छ, मेरो साथी ब्याग बोकेर हिँड्दैछ है। अनि यहाँ के रहेछ त हो यतापट्टि, के लिएर आउँदैछ साथीले। ल है साथी, यो पनि हेर्नु है, यो सिनहरू एकछिन पछाडिको सिन चाहिँ नछुटाउनु है, हेर्नु होला। यता पनि परिवारहरू देख्न सक्नुहुन्छ, थरी थरी मान्छेहरू आइरहेको देख्न सक्नुहुन्छ। बाहिर देशको पर्यटकहरू पनि आउनु रहेछ है। अर्को जना दाइ पर्यटक है, अमेरिकाबाट सायद युएसएबाट देखिरहेको। यी दर्शन गरेर बाहिर निस्किँदै हुनुहुन्छ आधा। अनि यतातिर पनि भिड चाहिँ छैन है आज त्यति धेरै, अलिअलि मान्छेहरू चाहिँ हिँडिरहेको छ है। यो चाहिँ के हो त हो, दूतावास रहेछ है साथीहरू, देख्न सक्नुहुन्छ। यो चाहिँ मन्दिर है, मन्दिर हो। पछाडितिर रुखहरू देख्न सक्नुहुन्छ। यतातिर चाहिँ यो चाहिँ मन्दिर, मेन मन्दिर। त्यहाँबाट चाहिँ हामी आएको है, लास जलाउने ठाउँ उताबाट चाहिँ आएको। अनि साथीले के मोबाइल हेरेर हिँड्दै हुनुहुन्छ है।
तापा भजन खल पशुपति लेखा छ यसमा। यो चाहिँ मन्दिर रहेछ है। जय जय पशुपतिनाथ कि जय। ऊ हाम्रो मित्र चाहिँ अगाडि कुद्दै हुनुहुन्छ है, कुद्दै हुनुहुन्छ ओ आफ्नै तालमा हुनुहुन्छ भिडियो बनाउँदै है। ल अब हामी चाहिँ यहाँबाट अब उताबाट निस्किने है। निस्किने अब यति नै बनाउनु पर्ला सायद। अर्को चाहिँ फेरि बनाउने नै छु है पशुपतिको पुरै एरियाको बारेमा छुट्टै ठाउँ। अनि यो चाहिँ हामी बाहिर निस्किसकेका छौँ। यहाँको बहिनी चाहिँ उहाँ रोडमा बसेर कोसँग कुरा गर्दैछ है, नरिसाउनु ल।